गाइस अहिले चाहिँ हामी यहाँ धरारामा आउँदैछौँ होइन। धरारामा चाहिँ हामी साथै कृष्णजी नै हुनुहुन्छ। अरे उरा बच्चा यहाँ चप्पल लगाएर आएको फेरि केही छैन, चप्पल लगाएर आएको। हामी त्यसो भए यो पुरानो धरारा चढ्न पाएको थिएन। चढ्छु भन्दा भन्दै सपनै पुरा भएको थिएन। यो नयाँ चढेको गजब देखिँदो छ, गजब। यो चाहिँ पुरानो रङ्गबहादुर राणाले बनाएको। ए कसले बनाएको रे धरारा? धरारा पहिला कसले बनाएको रे? पुरानो यार जङ्गबहादुर राणा त हाम फाले चाहिँ हो क्या अरे। अनि यो चाहिँ यो केपी ओलीले बनाएको, एमाले केपी ओली भनेर भन्छन्। यस्तो छ धराराको माहौल चाहिँ गाइस होइन, ठ्याक्कसँग लाएर पक्का झर्ना सहित। कृष्णजीलाई स्वागत छ हाम्रो ब्लगमा। यहाँबाट नि छिर्नु टिकट काट्न उही जानु पर्थ्यो अनि टिकट किन गर्नु पर्छ? यहाँबाट छिर्न चाहिँ मिल्ने चाहिँ यहाँ मिल्दैन, छिर्न नि मिल्दैन अरे। किन्न मिल्नु अब यहाँ थाहा हुन्छ मिल्छ कि मिल्दैन भन्दै। हामीलाई चाहिँ मिल्दैन भने होइन। त्यो पनि हो माहौल राम्रो भन्नु चाहिँ क्यामेरा राम्रो आउँदो रहेछ ल। ठ्याक्कै 2 मिनटको भिडियो बनाएर म पज गरिदिन्छु। किन्जीलाई के भन्छ भने भन न। के भन्नु छ भाइ? केही न केही धरारा मोमो, हाम्रो पुरानो धरारा मोमो। किन्छ हामी पुरानो धरारा मोमो यो होइन, उता पछाडिको छ क्या अरे। अलिलाई अब जताततै धरारा मोमो नै। अब यस्तो भयो, पुरानो चाहिँ पछाडिको हो, यो चाहिँ धरारा मोमो हो। त्यो गेटबाट निस्किँदै ठाउँमा खोलेको छ नि खोल्न चाहिँ।